Welcome back to another episode of नाले भेट्यो के गर्छ ते 20 रुपैयाँ यार स्कुटर छ ढेर ओ बाबुहरु के छ बुवालाई बोक्न पर्यो सिर्जना है मैले फेरि पिस्टाम भन्दै के हेर्दै गर्नु केटाहरु चाहिँ यहाँ छ Welcome back to another episode of Mr. Roshan Pirial Vlog. के छ गाइस आउ सबैजना सन्चै हुनुहुन्छ होला हैन पनि सन्चै छु अलि भक्कर ठीक भएको लगभग हिजो अस्ति बेलुकासम्म त म बिरामी थिए एक्सिडेन्ट पनि भयो बिरामी पनि पर्यो लगभग 2 हप्ता त्यसो थियो हैन अब कतै गइएन अब यो दिक्क लाग्यो बेलामा त केही याद नै नहुने चाहिँ हैन मोबाइल पनि त्यति साह्रो चलाएको थियो आज चाहिँ अलि फ्रेश भयो अब शनिबार पनि आयो फ्रेश पनि भयो त्यही भएर चाहिँ लङतिर घुम्न जाम न त भनेर हाम्रो राजन भाइ पनि आइसकेको छ एक्जाम पनि सक्यो यिनीहरूले टेस्ट 12 को टेस्ट सकेर आएको केटा चाहिँ के छ कस्तो भयो टेस्ट दाल भन्छ हैन टेस्ट राम्रो भयो हैन अनि आज कहाँ जाने हो न्यू प्लेस हैन लान्ताले न्यू प्लेस हैन तेरो न्यू प्लेस कस्तो हुन्छ एकदम बबाल हुन्छ ल ठीक छ बबाल हुन्छ रे ओके भिडियोमा नयाँ हुन्छ लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला एकचोटि गरेर बेल आइकन पनि चेक गरिदिनु होला हैन सिटिजन भाइ र मनिष भाइ चाहिँ उता माथि नौलरबाट आउँदैछन् अनि भाइ र म चाहिँ यहाँबाट गएर हिँड्दा म गएर भेट भएर चाहिँ हामी जान्छौँ लङतर्फ भिडियो के कसो हुन्छ भिडियोलाई अन्तिमसम्म हेरेर चाहिँ नभुल्नु होला हेर्दै गर्नु होला है त अगाडि के कसो ल फाइनली अहिले चाहिँ नुहाइधुवाइ गरेर चारटा बसियो अब चाहिँ हामी रेडी सेडी भएर निस्किन्छौँ सिधै लङतर्फ राजन पुरा रेडी भइसकेको जस्तो के छ राजन आम रेडी ना रेडी हो ओके अब हामी यहाँबाट निस्किन्छौँ है रेडी सेडी भएर यस्तै छ के भन्नु अरू चाहिँ अब अगाडि के कसो हुन्छ भिडियो हैन रमाइलो होला लेट्सी हैन मनिष भाइको बर्थडेको पार्टी हो 14 गते चाहिँ मनिषको बर्थडे हो तर आज अब मेरो टाइम नमिल्ने भएर चाहिँ आज पार्टी दिन्छ भनेर भनेका हैन त्यो भएपछि मनिष बर्थडे टु यु ओके ल फाइनली भिडियो निस्किएको छ हामी चाहिँ अब चाहिँ हामी अब निस्किन्छ केटाहरू तर निस्किसक्यो भनेर फोन हाल्दै थिएँ के भन्छ लाइक सब्स्क्राइब शेयर गर्ने ब्लग चाहिँ हेर्न नबिर्सिनु होला फुल ब्लग ओके तपाईँले हेर्नुवाला छ भिडियो अन्तिमसम्म हेर्न चाहिँ नभुल्नु होला है त कमेन्ट गरेर कोसिस गर्छु अब चाहिँ हामी निस्किन्छ अब बाटो बिउ गरेर हेर्नु होला अनि हामीलाई हेर्नु फोन गरेर पहिला अनि त्यसपछि बल्ल पाउनु त्यहाँ चाहिँ ओके हामी चाहिँ निस्किनु अगाडि हेर्दै गर्नु होला ल हामीले त ट्याक फाइनली केटाहरुले भेट्यो के गर्छ फाइनली आइपुग्यो अब चाहिँ टेन्सन हाल्ने अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ लङतर्फ लेसी अगाडि के कसो हुन्छ हैन त्यहाँ गएर अलिअलि सामान खानेकुराहरू किन्न छ खानेकुरा किनेर चाहिँ हामी निस्किन्छौँ त्यो बाटो हुँदै हो त्यो बाटो हुँदै 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 उता हो लङ चाहिँ लङ पुग्ने जग्गाहरू छ लेसी अगाडि के कसो हुन्छ भिडियो नभुल्नु होला है त ओके ल फाइनली हामी चाहिँ अहिले ठ्याक्कै के भन्छ यो हेम्जाको बाटो कटेर चाहिँ यतापट्टि लङ जाने बाटोमा आइसकेको अवस्था छ अब चाहिँ हामी केटाहरू अगाडि छन् रेडी हुँदैछन् अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ सिधै लङतर्फ अगाडि के कसो हुन्छ भिडियोलाई अन्तिमसम्म हेर्न चाहिँ नभुल्नु होला रमाइलो गर्न ट्राई गर्दैछु होइन ल निस्क्यो अब चाहिँ हामी यहाँबाट निस्क्यौँ लेट्स गो अस्ति नै चाहिँ राति गइयो थियो जानलाई गएको लाग्थेँ म तर राति गइयो थिएँ बाटो साटो केही थिएन त्यति बेला चाहिँ आज चाहिँ उज्यालोमा जाँदैछु अस्ति नै गएर मर्निङ हेर्ने भनेर राति कति हामी यहाँबाट पोखराबाट पनि पोखराबाटै 10 बजे राति 10 बजे हिँडेर लगभग 12 बजेतिर पुगेको थियौँ 12:30 बजीतिर अनि रातभरि बस्यो त्यो दिन चाहिँ यस्तै छ अब यत्रो ठुल्ठुलो ट्रक चाहिँ बढी हिँड्छ नि यहाँ चाहिँ किन भन्दा यताबाट चाहिँ के भन्छ बालुवा माटोहरू धेरै सब भइरहेको हुन्छ डेन्जर पेलिदिएँ यार मैले पिडिदिन्थेँ तर म यहाँ भ्लगमा छु नि त त्यही भएर केही नि भन्दिनँ ठिक छ अब मेन कन्टेन्ट हेर्दै गर्ने होला गरे अरू त त्यस्तै हो अब के भनौँ है अब कुदाउँछु म एकछिन है ओके केटालाई भेटेर हल्का अगाडि गएपछि यो हल्का गाह्रो ठाउँ छ अनि त्यो ठाउँ कटेपछि चाहिँ फेरि स्टार्ट गरौँ न ओके हेर्दै गर्नु होला है त हामी चाहिँ यो के हो यो पुलमा ठ्याक्क आइसक्यौँ अलि माथिपट्टि जाने हो केटाहरू पनि यहाँ छन् चट्ट अब यहाँ चाहिँ 2-4वटा फोटो हान्नुपर्छ अनि हान्नु पऱ्यो 1-2वटा अनि त्यसपछि हामी चाहिँ यहाँबाट निस्किन्छौँ होइन उस छ यहाँनिर त खङ्गै गर्नु ओ केटा त्यो 20 रुपियाँ खा यार है
ओ भाइ हेर त यहाँदेखि त्यहाँ झर्नमा होइन सिधै तल आएछ कहाँ तैरिन्छ पैसा एउटाले फेरि पैसा तैरिन्छ भनेर लगाइदियो कागज कहिले तैरिन्छ पानीमा भिजेपछि तैरिन्छ होला यार मलाई नि त आयो यसो बोलिदिनु होइन यति तर्न मागे यति तर्दिउँ कतै खसे पनि मरिन्न यार म त केटाले मऱ्यो भने पनि उयो रन्डिक धेरै गएर त होइन रे कसले हो 3टा मान्छे डिबाउँछन् होइन यस्तै छ हाम्रो जिन्दगी कहिलेकाहीँ रमाइलो गर्नुपर्छ लोड दिन भन्ने कन्फिडेन्ट भयो सिधा होइन भाँचेल यार यहाँबाट चाहिँ हामी पिसप सिसप छोडेर अनि त्यसपछि हामी निस्किनु पर्ने हुन्छ बल्ल हामी आधा बाटो पनि आइयो होइन आधा बाटो भर्खर स्टार्ट गरेको त नि सानो खोलाको पुल तरेर चियाट अब यहाँबाट निस्किँदैछौँ अब चाहिँ ट्याक्क रेडी भइसक्यो अब यहाँबाट निस्केर सिधै लङतर्फ केटाहरू रमाइलो गऱ्यो एकछिन भने नि रमाइलो भयो अब टुनुनु सिधै लङ गर है केटा है अब रोक्ने है उतै गएर जति रमाइलो गर्ने उतै गएर गरौँला अब ओके लेट्स गो केटा हो ढटाक र ढुडुङ छ बाटो चाहिँ घरिघरि चाहिँ मजाले सरर छ तर धेरै चाहिँ यस्तो साह्रो अफरोड चाहिँ छैन लकडाउन बेलामा स्कुटर चढेर ओ बाबुहरू के छ रमाइलो होइन पुरा उस्तो पऱ्यो भयो के अरे लाली ग्रास टिप्न आएका नि हुन सक्दैन सानो सानोमा गरिन्थ्यो यस्तो कहिले काहीँ निस्क्यौँ भनेको झन् मान्छे त पुवा रहेछ नि यार कहाँ राख्ने त नि हाम्रो पार्किङ हजुर लङगाउँमा स्वागत छ हजुरहरूलाई यहाँ राख न ल फाइनली हामी चाहिँ लङमा आएर बाइक स्कुटर त्यहाँ चाहिँ हामी यहाँबाट के भन्छ माथिपट्टि डाँडामा जाँदैछौँ होइन केटाहरू पनि हिँड्न दमदा तयार तिनीहरू जुत्ता लाएर आएन त म चप्पल लाएर ढुक्क होइन कस्तो भएको कपाल चाहिँ केही भएन गरम गरम भयो पूर्ण लङवासीको तर्फबाट हार्दिक स्वागत गर्दछु यु आर हार्टली वेलकम टु आवर लङ भिलेज स्वागत
ल च्याट अगाडि गुवाहरू पनि ठिक छ नि होइन रमाइलो भइरहेछ भिडियो बनाउँदै हिँड्न न ए हामी त के भन्छ टुरिस्ट हो यहाँ त के भन्छ टुरिस्ट हो यहाँ त नमस्ते नमस्ते होइन बुवालाई बोक्नु पऱ्यो नि सिर्जना है ओइ हामी त अर्कै घर आउनु लामी क्या हो छ म फेरि राति हिँडेको थाहै छैन कि बिहान होसमा थिइनँ राति हिँड्ने यस्तो दामी छ जेस गाउँ चाहिँ अहिले माथि गएर भन्दा दामी देखिन्छ होइन अलिअलि हिँड्नुपर्छ नि त मैले हिँड्नु त पर्छ भनेको नि लुवाङ पुग्नु त्यो लुवाङमा पुगेपछि यहाँदेखि त्यो तलदेखि फेरि लुवाङसम्म हिँड्ने हामी त्यहाँसम्म त्यहाँ त्यो फेरि गौतम बुद्धको त्यहाँपछि फेरि त्यति नै हिँडेर माथि जानुपर्छ कि दिनभरि फाल्न आएको कहाँ हिँड्या होस् किन हिँड्या होस् केही पनि थाहा पत्ता छैन होइन कहाँ जाने भन्ने नै टुङ्गो छैन हामी जाने चाहिँ खास कहाँ हो यताबाट जाऊँ न होइन हामी उताबाट उक्लिए जस्तो लाग्थ्यो मलाई छेपारो के अरे मुस्लिमको दुश्मन किन पाडी टाढापाडी ल फाइनली हामी चाहिँ थोरै माथिपट्टि डाँडामा आइसकेको अवस्था छ यहाँबाट कतै दूर जानु लुवाङ गाउँ यो चाहिँ लुवाङ गाउँ रहेको छ यहाँ चाहिँ च्याट्ट अब मेरो क्यामेरा त्यसो हेरेर होइन यहाँ पछाडि देख्न सक्नुहुन्छ लुवाङ गाउँ केटाहरू चाहिँ पुरा फोटो खिच्नलाई दमदार तयारीमा छन् सिर्जन चाहिँ यहाँ के हेर्दैछन् फर्स्ट टाइम आएको पनि यताउता सबै हेरेर जानु पऱ्यो पछि आएर चिन्न पर्ला भनेर हेरिराखन् अब चाहिँ यहाँ 2-4वटा फोटो खिचेर हामी फेरि माथिपट्टि एउटा बुद्धको मन्दिर छ त्यहाँनिर गएर पनि एकछिन बसिन्छ बिस्तारै आज आजको दिन हाम्रै हो भनेर चाहिँ हेर्दै गर्नु होला है के कसो हुन्छ ल फाइनली हामी चाहिँ अहिले यो के भन्छ गौतम बुद्धको उसमा पिस थाममा आम यिनले पनि पिस भनेछन् यिनले पनि पिस भनेछन् यिनले पनि पिस भनेछन् फुल पिसमा केटाहरू चाहिँ अब चाहिँ हामी यहाँबाट हल्का माथिपट्टि जान्छ होइन अनि हिमाल चाहिँ देख्यो होइन मलाई मौसमले चाहिँ कहिले पनि साथ दिन्न तलपट्टि 2-4वटा फोटो खिच्यो यहाँ पनि खिच्यो अब चाहिँ हामी यहाँबाट थोरै माथिपट्टि गएर अनि त्यहाँ गएर रमाइलो गर्छौँ त्यसपछि अगाडि के कसो हुन्छ भिडियोलाई अन्तिमसम्म हेरेर चाहिँ नभुल्नु होला के भयो अरू केटा ठिक छ मेरो एनर्जी हो नि होइन ल जस आनन्द पिस ठाउँ रहेछ मैले त पिस ठाउँ भन्दै के हेर्दै गर्नु होला है ल हामी चाहिँ फाइनली अहिले यो के भन्छ चिया बगानमा आइपुगेको अवस्था छ हामी चाहिँ स्टे गरेको होटेल चाहिँ यो ठ्याक्कै यो घुमेपछि चाहिँ ठ्याक्कै त्यहाँनिर छ केटाहरू चाहिँ थाकेको अवस्थामा खान म पनि स्यासे भइरहेको जस बोल्दै रमाइलो गर्दै उक्लियो यति चाहिँ हामी बसेको होमस्टे चाहिँ च्याट्ट यहाँनिर थियो होइन यस्तो मक्क आउँछ यो यहाँ बसेको हामी चाहिँ त्यही हो डाँडो छ बसेको यहाँ हो लास्ट हो रे यहाँ अझै माथि होला यो चियाबारी त हो यही टप हो त्यहाँभन्दा माथि छैन त्यहाँसम्म त पुगौँ न आइसकेपछि होइन नानु हामी चाहिँ माथि उक्लिँदैछौँ अहिले चाहिँ चट्ट अलि माथि नै जाऊँ न अब उता भ्यू देखिने भए चाहिँ त्यहाँबाट राम्रो देखिन्थ्यो के अरे यतापट्टि भ्यू देखियो भने यतापट्टि ट्याक्क वनमा चाहिँ सुरु र सबै रातो देखिरहेको वन चाहिँ रमाइलो भइरहेको छ काठकुट पनि हाम्रो यतापट्टि ठिक छ केटाहरू आउँदैछ यहाँ चाहिँ उतापट्टि देखिन्थ्यो कि तर पुरै तुलो लाएर सब छ के केही छैन अब माथि गएर एकछिन रमाइलो गरिन्छ के बस हुन्छ होइन के भन्छ केटा हो रमाइलो रहेछ मेरो कुरा काटेन क्या थ्री इडियट्स भन्छ कि नाले थ्री इडियट्स भन्छ कि नाले फाइनली हामी चाहिँ यो के भन्छ लुवाङको चाहिँ टुप्पो डाँडोमा आएर
ट्याग आनन्द चिसा हाल्दैछ होइन यतापट्टि देख्न सक्नुहुन्छ यस्तो दामी छ म सानो क्लिप बनाएर हाल्छु हेर्दै गर्नु होला होइन के कसो हुन्छ यता चाहिँ केटाहरू टक्क अब चिसो खाम भनेर बसिरहेन् चिसो खाम अरम अनि त्यसपछि एकछिन चाहिँ अरम त अरम होइन अनि एकछिन चाहिँ यहाँ फोटो भिडियो सिडियो खिचिन्छ एकछिन रमाइलो गरिन्छ अनि त्यसपछि के हुन्छ हेर्दै गरौँला ओके हेर्दै गर्नु होला है त म चाहिँ यतापट्टि पानी परिरहेछ च्याट्ट मस्त पानी परेको छ उतापट्टि लामो चौर गाउँ चाहिँ दामी देखिरहेछ अब चाहिँ हामी यहीँ पानी पऱ्यो एउटा यो कटेज जस्तो के हुन्छ पट्टितला जस्तोमा बसिरहेछौँ होइन केटाहरू चाहिँ यहाँ छ बिस्तारै केटाहरू हामी चाहिँ कत्रो धेरै होइन यति खाइयो योभन्दा धेरै खानु हुन्न चिसो लाउँछ फेरि होइन रमाइलो भइरहेछ केटाहरू हाँसिरहेछन् जस रमाइलो गर्दैछौँ हामी जस्तो छ त्यस्तै मौसममा रमाइलो हामी चाहिँ अहिले रमाइलो गर्दै बसिरहेछौँ होइन टिकटक बनाउँदै के छ राजन ठिक छ मनिष एकदम ठिक छ यार दामी रमाइलो सिर्जन रमाइलो भइरहेछ केटाहरू चाहिँ रमाइलो गर्दैछन् अहिले तुइलो लाएर लास्टै भयो यतापट्टि पनि लेन्जर लगाइदियो रहेछ अहिले चाहिँ यस रमाइलो भइरहेछ हामी रमाइलो गरिरहेछौँ तर भ्लगमा देखाउन पाइएन अब सानो क्लिप बनाएर हालौँला होइन लेट्स सी के कसो हुन्छ यहाँबाट चाहिँ अब बिस्तारै तलतिर झरौँ मामालाई पनि भेट्न मामालाई भेटौँ बिस्तारै तलतिर झरौँ भनेर चाहिँ हामी यहाँबाट निस्किन लाखौँ केटाहरू त्यहाँ तल गइसकेको अवस्था छ अब चाहिँ बिस्तारै तलतिर झरौँ होइन केटाहरू चाहिँ पुरा दौडिँदैछन् म चाहिँ बिस्तारै गरिरहेको होइन त्यति बेला चाहिँ अब मामालाई भेट्ने भनेर चाहिँ हामी यता अघि उताको बाटो गर्थ्यौँ अझै यताको बाटो जाँदैछौँ मामालाई भेट्न पऱ्यो यसो भनेर कस्तो सानो घरहरू चाहिँ गोठ पनि गोरु पनि हल्ला जस्तो घट्ट रहेछ घट्ट देख्न सक्नुहुन्छ यस्तो दामी हुँदो रहेछ घट्ट चाहिँ है खोक्का यहाँबाट मकै अथवा के हाल्ने एकजना मात्र मान्छे बसेर चाहिँ ट्याक्क दामी बनाउनु रहेछन् यता माथि चाहिँ एउटा खोला जस्तो अथवा सानो खोला हुने रहेछ ठिक छ अब चाहिँ हामी हस्पिटलबाट चाहिँ कतापट्टि जानु पनि थाहा ल फाइनली हामी चाहिँ अहिले मामाको कटेजमा आइसक्यौँ अनि यहाँ आएर चाहिँ टक्क चिया खान लागेको त्यहाँनिर चाहिँ मिठो भ्यू देखिरहेको ओ मामी आउनु न देख्यौँ यो मामी ल्याए हुनुहुन्छ त्यस रमाइलो भइरहेछ मामीलाई भेटेर झन् रमाइलो भइरहेछ होइन यतापट्टि चाहिँ मिठो मक्काउन भ्यू देखिरहेको हामीले चाहिँ आँखाले हेर्दाखेरि तर क्यामेरामा देखिरहेको होइन अब एकछिन यहाँ हामीले चाहिँ खाजा खाएर चाहिँ हामी यहाँबाट निस्किन्छौँ देश चाहिँ के कसो हुन्छ अगाडि अझै पनि छ होइन अझै पनि हेर्दै गर्नु होला अगाडि के कसो हुन्छ भिडियो अन्त्यसम्म हेर्न चाहिँ नभुल्नु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त यस्तै छ ओके भन्नु मेरो हालत त्यस्तै भइहाल्यो ओके के हुन्छ त्यसो ल मामी हामी निस्किन्छौँ है भिडियो गरौँ ओके अहिले गएर केटासँग भेट्छु ल फाइनली अब चाहिँ हामी यहाँबाट निस्किन लाग्यो यतापट्टि हल्का हल्का मौसम चाहिँ खुलिरहेको छ होइन दामी हल्का भनौँ न माथिपट्टिको चाहिँ साह्रै खुलेको छैन भाइ त्यहाँ पछाडि छ केटाहरू चाहिँ माथिबाट आउँदैछन् त्यो आए केटाहरू चाहिँ अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ सिधै पोखरातर्फ ल अहिले चाहिँ फाइनली हामी चाहिँ रुममा आइपुगेको अवस्था छ भाइ चाहिँ बाथरुमतिरै गएको छ होइन म पनि फ्रेस भएर चाहिँ खाना बनाउनु लाग्यो खानासाना बनाएर खाइहालेर अनि सुत्नुहुन्छ होइन आजको ब्लग चाहिँ एन्ड गरौँ नानीहरू लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त के भयो ओके सी यु इन नेक्स्ट ब्लग अगाडिको ब्लग गएर पनि चेक गरिदिनु होला बाई बाई है